नमस्ते साथीहरू, तपाईहरुलाई म फेरि पनि मलेसियाको डिमान्ड लिएर उपस्थित भइसकेको छु। यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकनमा पनि बज गरिदिनु होला र तपाईका धेरैभन्दा धेरै साथीलाई यो भिडियो शेयर गर्न नबिर्सिनु होला र भिडियो अलिकति लामो हुन सक्छ, अन्तिमसम्म हेरेर प्रतिक्रिया समेत दिनु होला। र साथीहरू, तपाईहरु पनि मलेसिया आउन चाहनुहुन्छ र मलेसियामा एग्रिकल्चर सम्बन्धी काम सम्बन्धी केही ज्ञान छ अथवा एग्रिकल्चर सम्बन्धी तपाईँ काम गर्ने इच्छा हुनुहुन्छ भने यो डिमान्ड हेरेर आउन सक्नुहुनेछ। र साथीहरू, तपाईहरु एग्रिकल्चर सम्बन्धी काम भएको हुँदा तपाईँ यदि इच्छुक हुनुहुन्छ र अरू अन्य साथीहरू पनि इच्छुक हुनुहुन्छ भने यो डिमान्डलाई फलो गरेर आउन सक्नुहुनेछ। र साथीहरू, यो मलेसियामा अहिले लगत्तै सुरु भएको छ, तपाईँलाई भइसक्यो केही महिना भइसक्यो, लगत्तै 1500-1700 बेसिक स्यालेरी भए पश्चात नेपालबाट अथवा विभिन्न देशबाट कामदारहरू आउने चाप बढिरहेको छ र केही समय मलेसिया बन्द भए पश्चात अहिले पछिल्लो समयमा यो कामदारहरूको माग खुलाइरहेको छ, डिमान्डहरू खुलाइरहेको छ कम्पनीहरूले। त्यसले गर्दाखेरि यदि आउन चाहनुहुन्छ भने यो डिमान्डलाई फलो गरेर आउन सक्नुहुन्छ। र म तपाईँलाई ढिलो नगरी मेरो मोबाइलको स्क्रिन रेकर्ड मार्फत यो डिमान्डबारे जानकारी दिन गइरहेको छु। र तपाईले यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकनलाई सबै बज गर्न नबिर्सिनु होला भन्दै म ढिला नगरी तपाईलाई मेरो मोबाइल स्क्रिन रेकर्ड मार्फत यो डिमान्डबारे जानकारी दिन गइरहेको छु। साथीहरू, अन्तिमसम्म हेर्नु होला भन्ने म पुनः आशा गरिरहेको छु। नमस्कार साथीहरू, म तपाईहरुमाझ फेरि पनि मलेसियाको डिमान्डबारे जानकारी लिएर आइसकेको छु। तपाईले यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला। र यदि तपाईहरु पनि मलेसिया आउन चाहनुहुन्छ भने यो डिमान्डलाई फलो गरेर आउन सक्नुहुनेछ। र तपाईलाई म ढिला नगरी मेरो मोबाइलको स्क्रिन रेकर्ड मार्फत तपाईलाई म डिमान्डबारे जानकारी दिन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। र तपाईहरु पहिला आफ्नो मोबाइलमा जानु होला र प्ले स्टोरमा गएर वैदेशिक रोजगार एप्लिकेसन डाउनलोड गरेर त्यसमा भएका डिमान्ड बारे जानकारी दिन सक्नुहुन्छ। म तपाईलाई यही वैदेशिक रोजगारको एप्लिकेसन मार्फत जानकारी दिन गइरहेको छु। र तपाईले हेर्न सक्नुहुनेछ फर्स्ट फेज एप्लिकेसनको फर्स्ट फेज यहाँ खुल्छ हैन। तपाईलाई देखाउँछ यहाँ सबै कुराहरू, साउदी अरबको, कुवेतको, कतार लगायत विभिन्न देशहरूको तपाईलाई डिमान्डहरू देखाउँछ। त्यहाँ क्लिक गरेर तपाईले हेर्न सक्नुहुन्छ। र म तपाईलाई मलेसियाको डिमान्ड लिएर आइसकेको छु, त्यसैले गर्दा म तपाईलाई मलेसिया सम्बन्धी जानकारी दिन गइरहेको छु। तपाईहरु पनि यसलाई फलो गरेर आउन सक्नुहुनेछ। भिडियो अलि थोरै लामो हुन सक्छ, अन्तिमसम्म हेर्न नबिर्सिनु होला भन्न चाहन्छु म। र मलेसियाको एग्रिकल्चर लेबर जब इन मलेसिया भनेर छ, एग्रिकल्चरको लागि चाहिँ डिमान्ड लिएर आइसकेको छु म। तपाईहरु यदि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र यो तपाईहरुको साथीहरु पनि आउने इच्छा हुनुहुन्छ भने तपाईले गर्न सक्नुहुनेछ, भन्न सक्नुहुनेछ र यो भिडियो उहाँ मार्फत पुर्याउन सक्नुहुनेछ। यो कम्पनीको नाम रहेको छ ट्रोपिकल पोजिसन एसडिएन बिएचडी भनेर रहेको छ। यो मलेसियाको कम्पनी हो। यो राम्रो कम्पनी पनि छ र एग्रिकल्चर लेबर भनेर भनिरहेछ। 20 जना पुरुषको माग भइआएको हुँदा यसको बेसिक स्यालेरी मलेसियाको अहिले कम्पलसरी 1700 बेसिक छ। र अरु चाहिँ तपाईको 8 घण्टा काम गर्ने समय भनेको 8 घण्टा, दिनको 8 घण्टा हो। हप्ताको 6 दिन काम गर्न परेछ। तपाईले यदि हप्ताको 6 दिन मध्ये 1 दिन फेरि पुनः काम गर्न पर्यो भने त्यसको ओटी दिनेछ। र तपाईलाई खाना सुविधा छैन, बस्ने सुविधा चाहिँ छ र करार अवधि 2 वर्ष हुनेछ तपाईलाई त। र त्यसैगरी अन्तर्वार्ता मेन पावर कार्यालय काठमाडौँ मिति 2082 साल कार्तिक 25 गते यानी कि 11 नोभेम्बर 2025 मा हुनेछ। तपाईले यसलाई ध्यान दिएर सुन्नु होला। यो इन्टरभ्यु हुने समय, अन्तर्वार्ता हुने समय कतिपय साथीहरुले यो मितिहरु ख्याल नगरेकोले गर्दा तपाईहरुले इन्टरभ्यु भइसकेपछि त्यहाँ जानुहुन्छ। त्यसले गर्दाखेरि मलाई विभिन्न साथीहरुले कमेन्टहरु गरिरहनुहुन्छ, तपाईले यो पुरानो डिमान्ड ल्याएको हुनुहुन्छ, पुरानो डिमान्ड तपाईले किन ल्याएको भनेर भन्नुहुन्छ। तर त्यो होइन, मैले चाहिँ पहिला गरेछु। यो पनि अब यो आजको कति, आज मैले बनाउँदै गर्दा 5 तारिक भइराछ, नोभेम्बर 5 भइराछ भने यो 11 नोभेम्बरकोमा यसको डिमान्ड छ। त्यसैले गर्दा साथीहरु तपाई पनि यो विज्ञापन, यो डिमान्डलाई हेरेर जान सक्नुहुन्छ। यस मेन पावरको कार्यालयको माथि उल्लेखित विज्ञापन 2000 मिति 82 साल 7 महिना 18 गते मध्याह्न राष्ट्रिय दैनिकमा प्रकाशित हुनुपर्नेछ। भुलचुक प्रकाशन गर्न छुटेको आज मिति 2082 7 19 गते प्रकाशित गरी सम्बन्धित समयमा पर्न गएको असुविधा क्षमता। यो भनेको पहिला
18 तारिकमा हुने पर्नेमा यो 19 तारिकको यसलाई गरिरहेको छ। त्यसले गर्दा अब यो मेन पावर रहेको छ तपाईँको विज्ञान एचआर म्यानेजमेन्ट प्राइभेट लिमिटेड भनेर भनेछ। चण्डोल 4 चक्रपत चोक काठमाडौँ टेलिकम नेपाल। टेलिफोन नम्बर 0144224477 0144234477 यानि कि तपाईँले मेल गरेर पनि तपाईँले जानकारी सक्नुहुन्छ। यदि तपाईँले त्यहाँ कन्ट्याक्ट गरेर जान सक्नुहुनेछ। र साथीहरू तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र बेल आइकनलाई समेत बज गरेर कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै फेरि यो भिडियो लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। हस् त, जय नेपाल।